प्रिय दर्शकहरू नमस्ते। मैले यो भिडियोमा बिरामीको घाँटीमा अड्किएको कुखुराको हड्डी निकालेको देखाएको छु। उहाँलाई एक हप्ता अगाडि कुखुराको मासु खाँदाखेरि घाँटीमा अड्के जस्तो अनुभव भएको थियो र त्यसपछि उहाँले घाँटी दुखेर ठोस कुराहरू खान सक्नुभएको थिएन। उहाँले चाहिँ झोल र नरम कुराहरू मात्रै खान सक्नुभएको थियो। हामीले एक्सरे गरायौँ। घाँटीको एक्सरे हेर्दाखेरि घाँटीमा हड्डी अड्केको देखियो, सानो हड्डी जस्तो साह्रो देखियो र त्यो हड्डीलाई हामीले इन्डोस्कोपी गर्नु पठायौँ र इन्डोस्कोपी गर्दाखेरि घाँटीको अराउन्ड 20 सेन्टिमिटरमा हड्डी अड्केको देखियो र हामीले बेहोस गरेर घाँटीबाट हड्डी निकालेका छौँ। अहिले हामीले घाँटीको हड्डी निकालेको प्रयास गरेको देख्नुभयो र मैले अहिले हड्डी निकालेको छु र यहाँले देख्नुहुन्छ त्यो हड्डी अब निकालिएको छ र त्यो हड्डी पानीमा राखियो र त्यो हड्डी यहाँले अब देख्न सक्नुहुन्छ। यो चाहिँ हड्डी हो, घाँटीको हड्डी छ र हामी इन्सेटमा यो हड्डी पनि देखाएका छौँ। तपाईँले यहाँ दाउरा जस्तो हड्डी देख्नुभएको छ। धन्यवाद।